म खली ल अहिले हामी भयो त खानु नि यार मैले भनि ज्यादा त्यहाँनिर अर्कै हुन्छ क्या हाम्रो साइडमा के भन्नुभयो यसो घुम्दै आएको क्या अङ्कल अब टाढा आइयो होइन खल्तीमा भयो पैसा सकियो बुझ्नुभयो यो अहिले खाएको पैसामा सबै दिन्छु कि सबै पैसा दिन्छु होइन यो दिन पुग्ने पैसा छ मसँग भुँडीमा लास्टै भोक लागिरहेको बुझ्नुभयो तपाईँको भातको दोकान रहेछ होइन यसो भात खान मिल्दैन भनेर हात खान मिल्छ हात खानलाई पैसा छैन कि बराबर कहाँ घर घर त हरियान हो कहिले कहाँ आउनु भने तपाईँलाई म के ऊ थकाली खाना घर पठाइदिन्छु सम्राट होटलमा राखेर थकाली सरोज कृष्ण चिन्नुहुन्छ कि बुझ्नु तपाईँ सरोज केसी त्यो टेन्डरवाला सरोज केसी भन्नाले त्यो के भन्छ रोड बिगाएको उसले गर्दाखेरि सबै यहाँको मान्छेलाई म उधारो 1 रुपैयाँ पैसा पनि दिनु म चिन्दैन किन भन्दाखेरि चाहिँ अब उसले नै बिगारे हो नि त उधारो भनेको होइन कि मैले उधारो भनेको छैन पछि आएर तपाईँ दिनुहुन्छ भन्नुभएको होइन म दिन्न अङ्कल यता आउनु न तपाईँ देखिस् नि भाइ भातको व्यवस्थामा गरिदिनु पर्छ ओ आन्टी चाची भात लाऊ भात कति ल भन्नु अङ्कल भन्नु के भनेको छोराहरूलाई भात खुवाउनु सक्नुहुन्न एकसाथ म त फोन सक्दिनँ उसले जान्छ उसले जाउँछु म त अब जाने होइन उसलाई भन्दा बाउलाई भन्छ होइन म त जाने बरु म खसीको मासु किनेर खान्छ आफै पैसा दिएर के गरिदिनु पर्यो त मैले भन्नु भात खुवाइदेऊ न भोक लाग्यो मैले तिमी आऊ मेरो उता मेरो घरमा आयो भने तिमी के खाँदा सबै खुवाउँछु प्लस हरिणमा आयो भने फेरि फोन गर मेरो नम्बर राख होइन हरिणमा आएपछि तिमी जुन होटलमा भन्छौ जे भन्छौ ब्रदर भात खुवाउने ला भोक लाग्यो पाहाडतिर जाने हो भने नि सेरे दिँदैन अहिले किन नदिनु म पाहाडमा एरिया त बोलेको कुन एरिया बजे सिगरेट मलाई हो त्यस्तै भाडा आउँदैन नि जाँदा कसरी अङ्कल प्लेटको प्लेट होइन सागको 150 ल दिन 150 किलो भात खाउँदै ए पैसा छैन क्या पैसा पर्ने फ्रीमा खाने आज फ्रीमा खाने कोसिस गर्ने होइन बाहिर जाने अर्को ठाउँमा होइन यहाँ हुँदैन अङ्कल के ह्यान्डसम छ नि हाम्रो अङ्कलले के थरी हो दाइ अङ्कल चौधरी हो क्या अङ्कल मलाई अनुहारबाट थाहा भयो होइन अङ्कल त्यो चौधरी होइन ठ्याक्कै चिन्छ क्या चौधरी हो अङ्कलजी म खसीको मासु किनेर म खान्छु खसीको मासु पैसा दिन्छु तपाईँ खालि भात दिनु भात मात्रै भन्दा त्यो भात होइन कि सुन्नु अरू भातको सेटिङ दिनु मासु म किनेर खान्छु पैसा कुरो नगर्नु क्या पैसा नभरेर तपाईँलाई भने मेरो नम्बर राख्नु अहिले बेलुका आउनु अरू
उसलाई भन्नु सबैले भन्नुहुन्छ अङ्कललाई भन्नु मेरो अङ्कललाई जाँदा पर्छ हुँदैन के दाइ को बुझ्नुस् त भाइ सुन न यार तिमी भोक लागेछ म घटामा आयो म तिमीले एक चार भात दिन सक्दिन भात मात्र दिए त हुँदैन नि भाइ के दिनु पर्छ त के दिनु पर्छ मासु म किन्छु भनिरहेको छु त यार खसीको मासु हाफ प्लेट किन्छ अरे तपाईले जस्ट खाना मात्र खिलाइदिनु न यार भन्दै तिमी अरु भातको सेटिङ देऊ न यार भात मात्रै भातको सेटिङ दे भात 100 रुपैयाँ पर्छ यार दाइ उधार तपाईको हरिण त मान्छेले गरेर 1 किलो बेल कसैले पनि उधार मैले तिमी त उधार मागेको हैन के फ्रीमा मागेको उधार भनेको अरे सारो देख्न ओ भाइ भाइ आधा ना हाम्रो दाइ चौधरी दाइको यहाँ होटल हो है ल यहाँ आउनु है बोइल बास आउँदाखेरि चाहिँ टट्ट यहाँ चौधरी हो चौधरी होटल हो होइन सर यसको नम्बर लिएर राख्न काम भएको यो एरियाको हेर्छ यसले देखाइदिनु का आइडी देखाइदिनु देखाइदिनु कान्छ तिम्रो नाम के हो क्रिसरी क्रिस वाउ कस्तो निक नेम धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ है भात पनि नदिनु तिमी यार ल भन भात खुवाउनु न भन हाफ प्लेट खसीको मासु दिन्छ पैसा मासु दिन्छु ल यहाँ सुन्नु न हाफ प्लेट खसीको मासु बनाइदिनु है खसी मासु सुन फेरि भात दिनुपर्छ अरे दाइ तपाईँ भातै दिइरा हो के भात दिन्छौ मासु पैसा लिन्छौ मासु ल है सर तपाईँले युट्युब होइन एस टाइप गर्नु ल युट्युबमा यो सबै आउँछ क्या मैले अगाडिदेखि खिचिरहेको छु भिडियो ल मैले तपाईँहरूको हामी यो जस्ट ट्राई गर्ने कस्तो छ भनेर मात्र हो कि हजुर हजुर हामीले अब तपाईको खरच केसी अब बिसमा मेरो पैसा 60,000 पाउनु पर्छ पैसा दिएको छ रोड के गाह्रो हुन्छ है अनि अब मलाई पनि अब विश्वासमा मैले पनि दिए अरु मान्छेलाई पर्छ गराइदिए विश्वासमा त मैले दिए अबिसम्म पैसा दिएको छैन को भनेको खरच केसी हो चिन्छ मान्छे नम्बर छ अरु नम्बर छ कल गरेर त सिसिर बोल हरुन कानेरी हो त्यही भएर मैले उधार कसैले अहिले फोन गरेर अहिले तिम्रो पैसा उठाइदिनु फोन लगाएर यसलाई दिनु न तिम्रो पैसा उठाइदिनु फोन मलाई दिनु पर्दैन आगो पुराएर म दिन्छु अन्त किन लक्का गरे आफ्नो पैसा उठाइहाल्छ त्यो कुरो छैन उठाउनु गर न ल किन दिने हरिणको मान्छे हो नि नयाँ रोडको कसरी दिने ल फोन गरेर नयाँ रोड कतापट्टि तपाईँलाई भन्नु पेट्रोल पम्पको जुन साइड यस्तो गएर यस्तो भित्र त्यो मास्टर यस्तो जाने बाटो हो मास्टरको छोरो लचकाबाट लचकाको उतापट्टि लचका छ नि त्योबाट छिर्ने हो नाम के रे मास्टरको छोरो नाम के रे हेड मास्टरको छोरो नाम हरिणको हेड मास्टर छ उसको बदनाम थाहा भएन सरोज केसी काम गर्दा यो रोड बनाउँदाखेरि खाएको पैसा हो हजुर 60,000 1 लाख तपाईको कति 1,70,000 थियो हजुर कति लिनुभयो अनि 1 लाख भात खाएको पैसा सबै खाना खुवाएको पैसा पैसा दिने जबरजस्ती गाडी घेरेर के गरेर पैसा त अरु उठाए अरु 60,000 बाँकी छ अनि अब विश्वासै उठिसकेपछि त कसलाई दिनु दाइ मैले पनि हैन त्यो त यार यस्तो यो यतिकै चल्दैन नि भाडा तिर्नु पर्यो यत्रो मेहनत अन्त एक नम्बर लिनु नम्बर लिनु कन्ट्याक्ट गरौँ न हामी यतिकै फोन गरौँ न जाउँला नि त के भन्छ अहिले पैसा माग्दा आज भोलि गर्ला छ आज एक 7-8 महिना हुन लागिसक्यो तिमीलाई विश्वास गर्छौ
यस्तो क्या त विश्वास अब सुन आइडी देखाइदिनु है आइडी म देखाइदिनु विश्वास गर्छु सरलाई मात्र आइडी देखाइदिनु गर्छु ल मसँग जान्छु कहाँ त्यो मान्छे हरामा हरियो जान्छु किन दाइ लफडा किन गर्नु किन लौडा गर्नुभयो तिम्रो पैसा लिएर लौडा हुन्छ नम्बर मान्छेलाई पिटेर मान्छेलाई छुटेर पैसा होइन, होइन, होइन। तिमी म कस्तो म गुन्डा हो र यार पिट्न मान्छे पिट्न ल्याए कस्तो कुरो तपाईँले नबुझेको मेरो भनाइ चाहिँ के छ भन्दाखेरि मान्छेलाई कसैलाई पनि बेइज्जती पनि नगरौँ कि हो होइन तर तिमीले यत्रो मेहनत गरेर मलाई एउटा खाना के छ छैन म त बुझ्दैन ओ सर म त दिए उदाहरण ठिक छ यहाँ सुन्नु न पेटभरि विश्वास त उठाइदिनु भात खाएको म पेट पैसा नदिनु पेटभरि खाना खाएको पैसा त त्यो त जस्तैले पनि तिर्नु पर्ने क्या भात खाएको भाँडा मान्नु पर्छ के ल ल खाना पछि आइडी देखाइदिनु आइडी कार्ड पर्दैन के देखाइदिनु एकछिन म काटिदिन्छु क्या त्यो उसलाई विश्वासको लागि मात्र विश्वास त्यतिकै भइसक्यो म यहीँ भने अब चिन्दैन त म आएँ भोलि अब यहीँ आउने भइबस्ने भएको छैन म आइसकेँ सर। मलाई घुम्न आएको नम्बर टिप्नु मोहन बस्नेत हो होइन पर्दैन मलङ्गातिरबाट सामानहरू लिएर आउनुहुन्छ तपाईँ होइन यहीँबाट हो हाम्रो सबै जे छ यहीबाट यो बर्डर हेर्छ क्या यसले बोर्डर हामी जाँदै जाँदै के सामान लिन गएको हाम्रो के यो नि यो मासु एकै ठाउँमा त हाल्यो अब मासु तँ के हाल्यो त्यही 50 गरौँला नि मासु बनाउनु हामी बोर्डरमा जाँदै जाँदैन एउटा मात्रै भात हो एक ठाउँमा त भन्नुभयो तपाईँले अनि यो चाहिँ के हाल्नु अब एक ठाउँमा भन्नुभयो भात अब देऊ न मासु यही झोल पारेर खान्छ कि भात देऊ न प्लिज के अब एक ठाउँमा दिए त अब दुई ठाउँमा भन्नुहुन्छ अब देऊ न मलाई यति भन्दा खान्न मलाई ए धेरै हुन्छ मलाई 600 रुपियाँ खाना जान्छ हेर्नुहोस् कसै 300 म मासु पुरा दिन्छु भने चाहिँ कसै 300 मासुको पैसा यो यतापट्टिको सबै 30 रुपियाँ त खाना खर्च जान्छ छैन सुन न तपाईँले एउटा खाना त मैले फ्री गरिदिएको त्यो भन्दा मलाई अब के पनि पैसा छैन त त्यही त तपाईँले ई सेवा चलाउनुहुन्छ सर ई सेवा कमाउनुहुन्छ यसो न भिडियो बन्द त भिडियो बन्द है भात थाली दान भात आयो कि बन्द सुन न अहिले यत्तिकै बन्द गरिदिन्छु नरिसाउ होइन तिमी उ नगर यो लाउन मिल्छ नि के होइन के ल लाने हो तिम्रो भातमा खाएन कि होइन लाने पनि काम हुन्छ होइन म लाने भने कि तिमीले उता लगाएर खानु मिल्छ नि तिमीले लगाएर खानु मिल्छ नि म तिम्रो अब सबै हालिसकेको त के घुम्नु लानु अब हालिसकेको त त्यो लाग्छ हालिसकेपछि त हुँदैन क्या त्यो भात कसैलाई पनि दिनु मिल्दैन अनि त्यो तरकारीहरू मैले अघि नै भनेको हो यसले भन्थ्यो जस्ट ट्राई गरौँ आज हामी मेरो एरिया यही पर्छ एकचोटि ट्राई गरौँ न भनेर भन्यो अब यो थाली मैले त्यहाँ लिएर गएर थालीमा अरूलाई कसरी दियो नि दिन मिल्दैन मैले हो दिन मिल्दैन फेरि मासु पुऱ्याइदिन्छु ल आधा प्लेट यही हो सर मासु खानु मासु अब यो अरूलाई दियो भने नराम्रो मान्छे सोध्छ कि सही भन्नु जस्ट अनि खालि चाहिँ जे होस् स्ट्यान्डर्डै छ है यतिको ठिक हो बियर खाउँ कि एउटा पैसा बुझेर अनि जस्ट ट्राई गर्न खोजेको कस्तो हुँदो रहेछ एक्सप्रेसन के गर्छ तिमीले भनेर होइन तर भइरहेको